बुद्धहेर नेपालको प्रतिष्ठित एकदम लामो समयसम्म निरन्तर चलिरहेको राम्रो सेवा रमाइलो छ। अब बाटो यहाँबाट जाम धेरै हुन्छ, अरू पनि जाम तपाईँको महाराजगञ्जमा झन्डै 7 10। गुड मर्निङ, शुभ प्रभात। अहिले बिहानको 7:05 गएको छ। भगवान श्री पशुपतिनाथको हामी सबैमाथि कृपा बनिरहोस् भन्दै आज बिहानको यात्रा रिङ रोड परिक्रमाको लागि निस्केको छु। मैले सुकेधारा बिचबाट यो यात्रा सुरु गरेँ। रिङ रोडको पुरा परिक्रमा 27 किलोमिटर रहेको छ र 1970 डिसेम्बरबाट रिङ रोड सञ्चालन भएको हो र यो चाइना सरकारको अनुदानमा बनेको बाटो चक्रपथ भन्छ हामीलाई। अहिले हामी मराई क्रस गऱ्यौँ र त्यो चप्पल कारखाना आइगएको छौँ र हेरौँ कति टाइम लाग्छ। अनि बिहानको समय बाटो अलिक खाली नै हुन्छ, त्यति ट्राफिक हुँदैन। त्यहाँमाथि आज शनिबारको दिन, बिदाको दिन परेको छ। त्यो महाराजगञ्ज खण्ड पनि अलिकति बन्दैछ अहिले। त्यो टोटल 8 लेनको बाटो बन्नुपर्ने हो। कलङ्कीदेखि कोटेश्वरसम्म त बनिसकेको छ, अथवा 7-8 वर्ष अगाडि नै। अहिले हामी महाराजगञ्ज आइपुग्न लागेका छौँ। अस्तिको जेएनजीको आन्दोलनले ध्वस्त भएको बाटोदेखि महाराजगञ्जको स्थिति त बनिसकेको छ। परिवृत्त महाराजगञ्ज बनिसकेको स्थिति छ। क्या राम्रो छ, माथि चन्द्रमा पनि देखिरहेको छ। अहिले हामी नारायण गोपाल चोक नारायण गोपाल चोक आयो। हामी दायाँ लाग्यौँ भने बुढानीकण्ठ, यता बायाँतिर लाग्यौँ भने पानीपोखरी महाराजगञ्ज हुन्छौँ। अहिले हामी महाराजगञ्जको ओह्रालो फर्किँदैछौँ। बाटोमा के पर्छ ती सब चिजहरू म केही जानकारी दिन्छु। अरू त के हुनु, चोकहरू र ठाउँको नामहरू भन्दै जानेछु। त्यो मेरो पहिलो भएको कारणले पनि केही बोलाइमा उसमा केही फरक पर्न जान्छ र त्यति बानी नपरेको कारणले। तर यो रमाइलो छ र मैले धेरै पदहरू हेर्ने गरेको छु। ती हेर्नु पनि मलाई पनि अलिकति इच्छा जागेको हो। अहिले वसुन्धरा चोक आइपुगेको छौँ। वसुन्धरा यहाँ सद्गुरुले लिङ्गा भैरवीको मन्दिर स्थापना गर्नुभएको छ। यो नजिकै वसुन्धरामा एक चक्रपथकै लाइनमा छ। यो दायाँतिर त्यो के को लिङ्गा भैरवीको मन्दिर छ सतपुरीको। र अब अहिले हामी वसुन्धराबाट अगाडि बढिरहेका छौँ। मोटरसाइकल निकालेको अलिकति आवाज पनि त्यस्तै आइरहेको छ।
एम्बुलेन्स दुईवटा एम्बुलेन्स गइरहेको छ। फेरि कल्याण कोष पेट्रोल पम्प बायाँतिर दायाँतिर राधा स्वामी सत्संग व्यास नेपाल। अहिले तपाईँको खाली भएको कारणले राम्रो छ, बिहानको वातावरण मौसम सफा छ। स्पिड लिमिट छ तपाईँ पनि 50 भन्दा माथि चलाउन नपाइने छ। सामाखुसी चोक सिटी स्क्वायर सामाखुसी गाडी 1977 मा बनेको चक्रपथ, त्यतिखेर गाडीहरू त्यति थिएनन् र हामी सानो बच्चा हुँदाखेरि 39-40-42 सालतिर हामी यहाँ बिचबाट हाम्रो पढिन्थ्यौँ। एउटा गाडी आधी घन्टा 45 मिनटमा तल्लो तल्लो हो कि यस्तो गरेर आउँथ्यो। खुब रमाइलो थियो, हरियाली थियो, एकदम राम्रो थियो। गङ्गोबु चोक अब गङ्गोबु बस पार्क यहाँ पुग्दैछौँ हामी। मोटरसाइकलको आवाज अलिकति खराब भइरहेको छ। पहिला रत्नपार्कबाट चढ्थे सबै बसहरू, अब यो बस पार्क नयाँ बस पार्क आएको त्यही 15-20 वर्षदेखि 20 वर्ष 25 वर्ष अहिले काठमाडौँ पूर्व पश्चिम सबैतिर जाने बसहरू यहीँबाट सञ्चालन हुन्छ। बस पार्क यो विष्णुवती खोला पुलमा आइपुग्यो हामी अहिले। अगाडि देखिएको जङ्गल वन रानी वन हो। बाइपास सिटी टुर भएको भएर मैले पन्जा पनि लगाइनँ। यहाँ अब अलरेडी चिसो त सुरु भएको छ, तर त्यति चिसो भइसकेको छैन। अब आज यो कार्तिकको महिना, अस्ति 2-3 दिन पानी परेर असोजमा त एकदम जाडो बढिसकेको थियो, तर अहिले फेरि अलिकति घामले गर्दाखेरि ऊ भएकै छ। धादिङ काठमाडौँको बस छुटिसकेको छ अहिले। यसरी सबै यहीँबाट जान्छ बस पार्क हुँदै। नियम पालन गर्दा गर्दा पनि कहिले अलिअलि नियम जान्छ। यो ट्राफिक त्यस्तै छ, अलिकति खाली देखेपछि दायाँ बायाँ निक्लिन मन लाग्छ। अहिले बालाजु चोकमा आइपुगे साथी। हे गाइज, बालाजु चोक। यताबाट हामी सोरगुटे नयाँ बजार पुग्छौँ। बायाँतिर लाग्यौँ भने
दायाँतिर लाग्यो भने बाइपास बालाजु चोकबाट अगाडि पुग्यौँ। अब हामी वनस्थलीतिर जाँदैछौँ। यस काठमाडौँ रमाइलो छ, अलिकति अस्तव्यस्त भए पनि धेरै रमाइलो छ, हावा पनि राम्रो छ, के गर्नु। मोनस्तरी स्कुल पनि यही सँगै चक्रपतसँगै छ। पहिला त राम्रो स्कुल हो, त्यतिखेर बोर्डिङ भनेर खुब चिनिन्थ्यो वनस्तरीलाई। धेरै सरकारी स्कुलहरू थियो, बोर्डिङहरू त्यति थिएन, इङ्ग्लिस माध्यमबाट पढाएको थियो र यहाँ पढ्ने विद्यार्थीहरू राम्रै थियो इङ्ग्लिस। वनस्थलीबाट हामी हलचोकतिर लाग्दैछौँ। हलचोकमा सशस्त्रको हेडक्वार्टर मूल कार्यालय छ। विद्यालय डिग्रीमा पार्दैन त्यो घरि यो अलिकति बसहरू छुट्ने बेलामा पलङ्कीसम्म अलिकति जाममै परिन्छ। र NH 49 भन्छ, राष्ट्रिय राजमार्ग अन्तर्गत पर्छ। रिङ रोड पनि राष्ट्रिय राजमार्ग नै राखेको छ र NH 49 पुरानो S16 थियो, अहिले 39 NH 39 र NH 39 राष्ट्रिय राजमार्गमा राइट वे भएको छु। टिपर डेन्जर कलङ्कीसम्म अलिकति हेभी गाडीहरू धेरै देखिन्छ, त्यसपछि त पातलो हुन्छ, हेभी गाडीहरू त्यति आउँदैन। कता जानु भयो यो? मध्य प्रदेश को रहेछ। पानी नपरेर अलिकति अप्ठ्यारो पनि फिल हुँदो रहेछ, कस्तो हुँदो रहेछ सोच्दै थिएँ। अब यहाँहरूले सब्सक्राइब गरिदिनुहुन्छ, यहाँ आउँछ मेरो च्यानललाई। मन पऱ्यो नि मन नपऱ्यो नि सब्सक्राइब र लाइक चाहिँ खेल्थ्यो साथी हो। मैले पनि जसको हेर्छु म पनि सबलाई सब्सक्राइब गरि नै दिन्छु। चाहे जे होस् अलिअलि हो नि मिहिनेत त परेकै हुन्छ। हलचोक सशस्त्र कार्यालय, पुलिसको हेडक्वार्टर सशस्त्रको डाँडा धेरै राम्रो छ। स्वयम्भू ठुलो भर्याङ सानो भर्याङ, ठुलो भर्याङ सानो भर्याङ भन्छ क्या यसलाई। यता आइपुगेको छ स्वयम्भू नाथ, हाम्रो ठुलो बुद्ध भगवानको बौद्धिस्टहरूले पनि मान्छौँ, हामी हिन्दूहरूले पनि मान्छौँ। र प्रशस्त पर्यटकहरू पनि काठमाडौँभित्रको पर्यटकहरू प्रायः सबै 90% पर्यटकहरू स्वयम्भू नआएको हुँदैन र स्वयम्भूबाट काठमाडौँको भ्यू एकदम राम्रो देखिन्छ।
यता त साइक्लिङ चलेको छ बिदाको दिन साइक्लिङ कस्तो हाइकिङ र साइक्लिङ हाम्रो वरिपरि डाँडाहरूमा सबैतिर गएकै हुन्छ। शनिबारको दिन बिदाको दिन चाहिँ हाइकिङ साइक्लिङ मोटरसाइकल राम्रै सबजना घुम्नु भएको हुन्छ। सीता पाइला चोक अहिले नयाँ ढार्के निक्लिने बाटो यतैबाट पर्छ, दायाँतिर लाग्यो भने सिधै लाग्यो भने ढार्के दिन्छ हाइवे सजिलो छ। रिपुर त नि आर्मीको पेट्रोल पम्प आर्मी पाएको छ, उतापट्टि छाउनी पर्छ यो पापल भन्छ यो ठाउँलाई, पापलको आर्मी अहिले कुन गाउँ छ पोखरा जाने बसहरू सबै निस्किन्छ। 7 बजे निस्किन्छ, 7 बजे सोरखुटेबाट छुट्छ स्विफ्ट। मैले पनि एकचोटि चितवन जाँदाखेरि चढेको छु स्विफ्ट, राम्रै छ। टुरिस्ट बसहरू सबै राम्रो छ, एकनासले चलाउँछन्, स्पिडहरू आफू कन्ट्रोलमा हुन्छ, धेरै ओभरटेक यिनीहरू गर्दैन र रुचाएकै छ, एकदम राम्रो छ। बिहान चितवन पोखरा लुम्बिनी जानको लागि पर्यटक बसहरू राम्रो छ, आफ्नो टाइममा पुऱ्याउँछ। यो कलङ्कीदेखि महाराजगञ्जसम्मको बाटो बनिसक्नु पर्ने हो, यो विविध कारणहरूले गर्दा ढिलो भएको छ, नत्र 8 लेनको बनिसक्यो गाइज। यस्तै छ नेपालमा, कुनै चिज सही समयमा हुँदैन, त्यही भएर जेएनजीहरूले ठुलो आन्दोलन गरेर अब परिवर्तन जानुभएको छ। अब यो परिवर्तन लिएर के हुन्छ, केही न केही हुन्छ, म त भ्रष्टाचार त कमै हुन्छ, अलिकति आउला सुधार हुन्छ भन्ने आश गर्नुपर्छ। आशा बाँच्ने पाइनु पर्यो, आश त गर्नै पर्छ नि होइन। अब होला भन्दा भन्दै हामी त धेरै आन्दोलनहरू देखिसकेका छौँ। हामीले त 36 सालको 46 सालको 62-63 सालको र बिचबिचको सानातिना ठुला सबै आन्दोलनहरू भोल्दै आएका छौँ। कहिले नाकाबन्दी, कहिले भूकम्प, कहिले कोरोना, सब चिज भोगेर यहाँसम्म आइपुगेका छ। अहिले हामी कलङ्कीको अन्डरपासमा आइपुग्यौँ। नेपालको लगभग पहिलो अन्डरपास हो यो, चाइना सरकारले बनाइदिनु भएको। रमाइलो छ यो, त्यसले गर्दा कलङ्कीको जामहरू धेरै कम भएको छ। पहिला त यति घन्टौँ घन्टा कुर्नु पर्थ्यो। नेपाल चीन बिच निरन्तर मित्रता कायम रहोस् भनेर लेखिएको छ र अन्डरपास रमाइलो छ। अब बाटो यहाँबाट चाहिँ कोटेश्वरसम्म चाहिँ सबै बनेको छ ट्रेनकै। अब स्पिड लिमिट पनि 650 हुन्छ, तर कहिले बसेको हुन्छ ट्राफिकहरू बन्नेर कहिले परेवा भनेर। तर यसो छुसो गर्न साथी नपुग्छ, के सफा गर्दै नगरपालिकाले जोस् अलिअलि देखाउँछ। हाम्रो नगरपालिकाले बालनजीको राम्रै क्रेज छ काठमाडौँ महानगरपालिकामा, केही गर्न खोजेको पनि छ, नखोजेको होइन, गर्न खोजिएको छ। अब गर्न खोज्दा पनि के गर्नु, धेरै चिज राजनीति छ, राजनीतिले केही न केही अप्ठ्यारो बनाइरहन्छ। अहिले बिहानको सूर्योदय हुन्छ। अब डिरेक्सन एन्टी लाइटतिर पऱ्यौँ हामी, अब कस्तो आउँछ अब हेरौँ। साठीको स्पिड छ, कतै बसेको छ भने फेरि समातिन्छ त्यो हो साथी। 50 भन्दा जान पाइँदैन। सुस्स गर्नु साथी पुग्छ।
50 50 50 भएको साथी 50 त्यसलाई सुनिरहेको छु किनभने 60-70 दिनु पर्थ्यो यो हाइवेमा राष्ट्रिय राजमार्गमा राख्ने अनि त्यसपछि स्पिड कम गरिदिने होइन अब के भन्नु एक किसिमले राम्रो पनि हो एक किसिमले नराम्रो पनि हो किनभने हाइवे हो रिङ रोड NH 39 राष्ट्रिय राजमार्ग तर के भने 50 भनेको यस्तो हुन्छ साथी बल्कु दक्षिण काली जाने यताबाट अहिले हेटौँडा खुब चलेको छ बाटो दक्षिण कालीको बाटो दक्षिण फर्पिङ पाकेल राम्रो छ बाटो पनि अहिले त एक दिन म त्यो बाटो पनि देखाउँछु कस्तो भइरहेछ किनभने बेला बेलामा चेन्ज भइरहन्छ पहिरो गइरहन्छ डाँडा काँडा बढी छ पहिरो जान्छ म धेरै हिँडेको छु त्यो बाटो गाडीमा मोटरसाइकलमा त अहिलेसम्म म हिँडेको छैन त्यो बाटो अब हिँड्छु फेरि म लिएर जान्छु हेटौँडाबाट जान गएर बेलुका फर्किनु बल्कु चोकपट्टि हो अहिलेसम्म त ट्राफिक कहीँ रोक्नु परेको छैन स्मुथली अगाडि बढिराखेको छ धेरै रमाइलो छ नि हेर्नुहोस् त साथी हो गाइज काठमाडौँ बाटो यतिको ट्राफिक भयो भने ठिक हुन्छ के हो अरू सहरमा अरू बेलामा त धेरै गाह्रो छ कठिन छ तपाईँको एक दिन रोड पनि लगभग 27 किलोमिटर गएर 2 घन्टा मिनिमम पनि 2 घन्टा जस्तो लाग्छ अब हेर आयो त कति लाग्छ बढी 1 घन्टा लाग्छ अरू बेलामा त 2-2.5 घन्टा एक चक्कर 27 किलोमिटर गोठालाई नै लाग्छ यो त 50 को स्पिड त्यहाँ माथि ट्राफिक रेड लाइट लाइट जाम धेरै हुन्छ अरू पनि जाम तपाईँको महाराजगञ्जमा झन्डै 5 देखि 10 मिनट त्यसपछि गएर बस पार्कमा त्यस्तै हुन्छ त्यसपछि आएर सातो बाटो त्यस्तै हुन्छ त्यसपछि कोटलेश्वर त्यस्तै हुन्छ अब अहिले चाहिँ के अरे बाटोको चाहिँ भयङ्कर हुन्थ्यो आधा घन्टा 45 मिनट 1 घन्टासम्म कटिने त द्वारकोमा लाग्थ्यो अब अहिले चाहिँ फ्लाइओभर क्रसिङ बनायो भएर अहिले चाहिँ त्यति टाइम लाग्दैन गाइड ट्राफिक चेकिङहरू नि छ ठाउँ ठाउँमा 50 को स्पिडमा हिँडिरहेको छु म गाइड ठाउँ ठाउँमा यस्तो पुलहरू पनि बाटो काट्नको लागि बनाइएको छ त्यो पनि हाम्रो निम्न बिजी हुने ठाउँमा बनाउनु पर्छ तर मान्छे अलिकति अल्छी नै गर्छन् माथिबाट जानलाई खोलैनाबाट जान खोज्छन् पार लाउनु पर्छ मान्छे नछिडी गरेर पार लगायो बल्ल अनि पुलबाट विकल्प छैन नि पुल चढ्नै पर्छ नि यहाँ पनि कृपया रोक्नुहोस् अगाडि चेकिङ हुँदैछ भइरहेको छ चेकिङ भइराखेको छ गर्नुपर्छ चेकिङ गर्नु राम्रो हो तर अलि धेरै गर्नु चाहिँ हुँदैन अब किनभने अब चेकिङ धेरै हुन्छ नि कतिले कसैको मोटरसाइकल चोरेर लैरहेको हुन्छ कसैले के गरेर हुन्छ कसैले लाइसेन्स बिना चलाइराखेको हुन्छ यहाँ पनि छ क्रसिङ पुल एकान्त कुना भैँसेपाटी गइन्छ यता दायाँतिर लाग्यो भने भैँसेपाटी बायाँतिर लाग्यो भने जाउलाखेल अब अहिले हामी पाटन जिल्लामा छौँ काठमाडौँ जिल्ला नै यो पाटन जिल्लामा पर्छ साथीहरू सब्सक्राइब चाहिँ गरिदिनु है मलाई सब्सक्राइब गरिदिनु एक लाइक पनि छोडिदिनु जे पर्छ यहाँहरूको माया ममता रहिरहन्छ सधैँ सम्झिरहन्छु जय श्री पशुपतिनाथ आफ्नो देशको रक्षा गर्ने पशुपतिनाथले नै कत्र
विपत्तिहरू आइपरे ती सब विपत्तिहरूलाई हरण गरिदिनु भएको छ भगवान् श्री पशुपतिनाथ। ठुलो तीर्थस्थल हो, धेरै भारतीयहरू दर्शन गर्न आउनुहुन्छ पशुपतिमा र हामी पनि जान्छौँ तीर्थ गर्न पशुपति भारततिर धेरै जान्छौँ। चार धाम भयो, केदारनाथ, बद्रीनाथ, ऋषिकेश, बनारस, विश्वनाथ, 12 ज्योतिर्लिङ्ग भारतमै छ। कामाख्या देवी गुवाहाटीमा, त्यहाँ पनि त्यतिकै नेपालीहरू प्रशस्त भगवान्को दर्शन गर्न भारत जानुहुन्छ र घुम्नु पनि हुन्छ। बल्ल बल्ल ए ल झन्डै यहाँ एकचोटि यसो रोक्नुपर्छ कि भन्ने सोचेको थिएँ। ट्राफिक स्टप गर्नु पऱ्यो। चक्रपथ रिङ रोड कति रमाइलो छ। यता गतिमा हामी लगभग 40-41 सालतिर साइकलले घुमेको थिएँ मैले। 2-3 चोटि त साइकल चलाएको थिएँ। त्यसपछि एकचोटि त झन्डै आधी दिनबाट हामीले पाङ्ग्रा, त्यतिखेर पाङ्ग्रा चलाउने उ थियो चलन। हामी केटाकेटीमा अब थिएन नि त त्यतिखेर, टिभी थिएन, इन्टरनेट थिएन, केही थिएन। त्यो नभएको बेला त्यो पाङ्ग्रा, त्यो साइकलको टायरको पाङ्ग्रा बनाएर त्यो पाङ्ग्रा चलाउँदै हिँड्छौँ। यताबाट हामी टिका भैरव जान्छौँ गाइज। टिका भैरव जान्छौँ। यो 7 बाटो आइपुग्यौँ हामी अहिले। 7 बाटो रेड लाइट बजिरहेको छ यहाँ चाहिँ। लगभग कति समय देखाइरहेको छ भने 79-97 सेकेन्ड जति रोक्नुपर्ने रहेछ गाइज। यहाँ चाहिँ 7 बाटोमा चाहिँ रोक्नु पर्यो। सातो बाटो हामी बायाँतिर गयौँ भने टोकनखेल, दायाँ गोदावरी, दायाँतिर गोदावरी जान्छौँ, बायाँ चाहिँ लोगनखेल। यसबाट हामी गोर्खातिर जान्छौँ। अब एउटा जग्गा भनेको अब कोटेश्वरमा भेटिन्छ। रेड लाइट, त्यो बत्तीहरू राम्रो हो तर सबै ठाउँमा छैन, सबै भएको ठाउँमा पनि चल्दैन। अफिस आवरमा त रेड लाइट भन्दा फेरि ट्राफिकहरू बत्ती बन्द गरेर आफै उ गर्छन्, धेरै बेर रोकिदिन्छन्। र अहिले हामी गोर्खातिर लाग्यौँ 7 बाटो बटेर। गोर्खामा पहिला त एकदम जाम हुन्थ्यो, अब फ्लाइओभर साथी हो, फ्लाइओभर पनि अलि बिहान आउनु पाएको हिमाल खुल्थ्यो होला अलिकति, नत्र काठमाडौँको हिमाल राम्रो देखिन्थ्यो। अहिले अगाडि सामान्य छ तर त्यति भनेर वेदर पनि हुन्छ। पानी परेको भेलिपल्ट भइदिएको भयो, पानी सानी परेर घाटो भएको बेलामा त एकदम ग्रिन काठमाडौँ देखिन्छ, एकदम राम्रो। सब हिमालहरू छ अगाडि। त्यसो गरेर 60 पुग्छ साथी, 50 झार्नुपर्छ बिस्तार।
अहिले हामी क्वार्कको फ्लाइओभर धेरै 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 उनीहरू मलाई यो नेपालको पहिलो फ्लाइओभर पास हुन्छ अनि अब फ्लाइओभर ठिक छ एउटा अनुभव गरियो यो पनि अब बन्छ होला बिस्तारै विकास हुँदै जान्छ नि त्यो समयले माग्ने चिज दिँदै जानुपर्छ चलाउनु त त्यसरी चलाउनु नि के गर्नु मिल्दैन साथी सब्सक्राइब चाहिँ गरिदिउँ है सब्सक्राइब चाहिँ गरिदिउँ एक लाइक पनि छोडिदिउँ राइट अरू के नै छ र जिन्दगीमा एक सब्सक्राइब चाहिँ हाल्नु है जय पशुपतिनाथ जय भोलेनाथ भोलिको कृपा सबै हामी सबैलाई बनिरहोस् पशुपतिनाथले हामी सबैको कल्याण गरौँ पुरै चतुर्भुजभरिमा 4-5वटा बाटो क्रसिङ गर्ने पुल बनेको छ यहाँलाई पनि रमाइलो लागेकै होला आफैले तयार गर्नुहोस् है मैले सब चिज देखाउँदैछु हजुरहरूलाई कति रमाइलो छ चक्र बढी जाउँ सिधै है कहाँबाट बाहिरतिर नलागौँ मलाई हतार छैन रोकिनु पऱ्यो भने रोकिउँला त्यहाँ यहाँ जति जाम पर्छ त्यो उनीहरूले बायाँको सब युज गरिन्छ एयरपोर्ट आइपुग्नु आयो एयरपोर्ट यसो हो एयरपोर्टदेखि नै ल्यान्डिङ प्रोसेस भएर हुन्छ अब त्यति दाम छैन अहिले बिहानको समय गरौँ हो दाम नभएको छैन दाम यहाँ पनि चीन नेपाल बीच निरन्तर मित्रता कायम रहोस् भनेर चिनिया भाषा तथा नेपाली भाषा दुवैमा लेखिएको छ गाइज कोटेश्वर पनि क्रस गऱ्यौँ हामीले पनि रोकिनु पऱ्यो होला एयरपोर्ट हो यता देखिएको मलाई राम्रो देखिन्थ्यो के गर्नु बुद्धयार नेपालको प्रतिष्ठित एकदम लामो समयसम्म निरन्तर चलिरहेको र राम्रो सेवा दिँदै आएको छ बुद्धयार मैले धेरै डोमेस्टिकमा मैले पनि धेरै चढेको छु बुद्धयार अहिले नै यति सिभियर लाइन्स पनि चढेको छ नचढे होइन तर बुद्ध नै पहिलो हृदयमा पर्न आउँछ र ठिकै पनि तीन कुने मुनि भैया भैरव ठान्छ मुनि भैरवको जय मुनि भएको भैरव नाम शनिबारको दिन भैरवलाई पनि मान्नुपर्छ शनिबार र आइतबार भैरवलाई मानिन्छ शनिदेव मानिन्छ शनिदेवको पनि टिप्पला पानी चढाउने शनिदेवको आराधना गर्ने अलिक दुःख कष्ट हरण गर्ने त्यही हो प्रभु कृष्णाय वासुदेवाय हरे परमात्मने पुनः क्लेशनाशाय गोविन्दाय
बाट पनि अगाडि बढ्यो भित्र हो राइट ल अहिले अलिकति बेला लाग्छ हेरौँ अन्नपूर्ण पोस्ट रातो बत्तीमा ठ्याक्कै पर्यो राइट 1 मिनट गरेछ बिहानको सूर्योदय बिहानको घाम पनि साथीहरूलाई गुड मर्निङ शुभ प्रभात पशुपतिनाथको कृपा सधैँ रहोस् भन्न चाहन्छु र मेरो च्यानललाई सब्सक्राइब गरिदिनुहुन्छ भन्ने आशा गरेको छु सब्सक्राइब र Sinamanggal area. Sinamanggal. The Sinamanggalदेखि एयरपोर्टसम्म सेकाको लागि पनि क्याब छ वप सेकुवा मटन सेकुवा चिकन सेकुवा त पछि आएको पहिला त भोको मटनै हुन्थ्यो सेकुवाहरू बाजे पहिला एयरपोर्टको माथिसम्म जान दिन्थ्यो सबैतिर जान पाइन्थ्यो त्यहाँ सबै चौरीमा चाहिँ सेकुवा पोल्ने त्यहाँ बसेर खाने रमाइलो हुन्थ्यो बिदाको दिन त्यहाँ बस्यो यसो ड्रिङ्क्स गर्यो सेकुवा खायो पछि आन्दोलनहरू बढ्दै गयो माओवादीहरू बढ्दै गयो त्यसपछि एयरपोर्टभित्र पनि चेकिङ गरेर मान्छेहरूलाई जताभावी जान नदिने गर्न थालियो त्यसले गर्दा सबै चिजहरू अहिले बाहिर यहाँ सबै सरकारहरू पसलहरू थियो न त पहिला त सबै चौरीहरूमा त सेकुवा नै सेकुवा थियो बाजेको सेकुवा नि तीबाट सुरु भएको एयरपोर्टभित्रबाट ढलेको सेकुवा यहाँ पहिला पुरानो भण्डारी सेकुवा थियो अब अहिले त के अरे एयरपोर्ट अगाडि सरेको छ त्यो पनि एकदम राम्रो थियो हाम्रो साथीभित्रहरूकै हो त्यो सिनामङ्गल यताबाट सिनामङ्गल यहाँ प्रेम सेकुवा यो किशोर कुमारको सेकुवा छ किशोर कुमारको एकदम कागजमा दिन्छ ठ्याक लाएर गोर्खापत्र राखेर ठ्याक पेपर राखेर दिन्थ्यो मजा आउँथ्यो खाना राम्रो छ अहिले पनि कहिले मुखले माग्छ स्वाद माग्छ गाइज सब्सक्राइब गर्न चाहिँ नछोडौँ है सब्सक्राइब चाहिँ एउटा सब्सक्राइब चाहिँ मैले आशा गरेको छु जसले हेर्नुहुन्छ प्लिज गर्नु पैसा आयो भने हेरि पनि दिउँ एयरपोर्ट यहाँबाट अहिले पहिला त माथिबाट निस्किन्छ एउटा नयाँ यताबाट हो निस्किने एयरपोर्ट एयरपोर्ट भण्डारी सेकुवा बिहान सेकुवाको नाम पनि ल्याएको छु के गर्नु यसो जानकारी त दिनै पर्यो एयरपोर्ट यहाँ अरूलाई कसो बोकेल्थ्यो भने यसो एयरपोर्टको अरू सेकुवा त सबैतिर पाइन्छ पहिला त त्यति थिएन र यहीँ एयरपोर्टै आउनु पर्थ्यो र त्यही हुनाले अलिकति हुन्थ्यो जस्तो इटालीबाट धरान तरेवा यस्तै फेमस छ सेकुवाको लागि यता गल्फ खेलाइन्छ गल्फ एयरपोर्टको गल्फ हो तर राम्रो छ गाइज गल्फको मेरो मायातिर अब तिलगङ्गा साइडतिर आएको तिलगङ्गा आँखा अस्पताल छ डाक्टर सन्दुक रोहित उहाँले धेरैको उद्धार गर्नुभएको छ आँखाको एकदम राम्रो धेरै जसो हाम्रो आँखाको प्रब्लम भयो भने सबैजना त्यही आँखा अस्पतालमा हुनुहुन्छ तिलगङ्गा आँखा प्रतिष्ठान
यतापट्टि पशुपतिनाथ, दायाँतिर पशुपतिनाथ हुनुहुन्छ। भगवान् पशुपतिनाथ सबैको कल्याण गर्नुहुन्छ। अहिले बागमतीको पुल आइपुग्नु गाइज। जय बोले जय कैलाशपति हर महादेव, जय पशुपतिनाथ, जय परमेश्वर महादेव। यहाँ चाहिँ इलेक्ट्रिक श्रद्धागृह छ यो पुलसँगै। अहिले श्रद्धागृह इलेक्ट्रिक एकजनाको गर्नलाई 1.5 घन्टा जति लाग्दो रहेछ। तर कहिले लाइन बस्नुपर्छ गाइज, यहाँ पनि मरेपछि नि लाइनै बसेर पोलिनुपर्छ गाइज। जय भोले, हे पशुपतिनाथ, हे कैलाशपति हर महादेव, हे भोलेनाथ। गाइज अब गौशाला 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 गौशाला। अस्तिको जेन्जीको आन्दोलनले गौशालाको परिवेश पनि ध्वस्त बनाइदियो। एकदम नराम्रो क्षति पुगेको छ यहाँ पनि। अब निर्माण कार्य त सुरु भइसकेको छ। बन्छ आक्रोशमा त्यही हो, होस गुमाउँछन्, पछि पछुताउनुपर्छ। के गर्नु, जानेर नजानेर गरिन्छ गल्तीहरू। कतिपय गल्तीहरू नजानेर अन्जानमा हुन्छ, भयभयमा हुन्छ। पशुपति गौशाला धर्मशाला, बाहिरबाट आउने पर्यटकहरू त्यो गौशाला धर्मशालामा बस्छन्। मारवाडी सेवा समितिले सञ्चालन गरेको छ। राम्रो छ भन्ने सुनेको छु। बिचमा अलिकति काठमाडौँ महानगरपालिकामा खटपट पनि परेको थियो। उसले मेरो उसले मेरो उसले मेरो उसले मेरो भन्दा त्यस्तो जसले हुन्छ सञ्चालन राम्रोसँग गर्नु पर्यो। त्यसको मेरो भन्नुभन्दा नि त्यसलाई चाहिँ सही सदुपयोग गर्न पर्यो, सुविधा दिन पर्यो। जय बागेश्वरी, हे माते बागेश्वरी, जय बागेश्वरी। ठाउँको नाम पनि पुरानो हो, जय बागेश्वरी। तपाईँ पशुपतिनाथको आज अलिकति भेटवाटै छ शनिबारको दिन। भोलेनाथको कृपा सबैलाई बनिरहोस्। मेरा समस्त दर्शकहरू, मेरा सम्पूर्ण गाइजहरूलाई पनि भोलेनाथले कृपा गरौँ। मित्र पार्क, मित्र पार्क, मित्र पार्क आइपुग्यो। मित्र पार्कबाट पनि यता पशुपतितिर गइन्छ। दायाँ लाग्यो भने गौरीघाट, पशुपति, गुलेश्वरी पुगिन्छ। यता दायाँबाट सिफल। चारबेलको टेलिकम, नेपाल टेलिकमको अफिसहरू पनि हो। चारबेल मित्र पार्कमा पर्छ। अब हामी चाबेल आइपुग्यौँ। यो चाबेल मित्र पार्क यो भन्दाखेरि कहिले खलासी भइन्छ कि जस्तो पनि फिल हुँदो रहेछ। चैत्य यो बालेनले यो एउटा चाहिँ राम्रो काम गरे। अब यो सटरहरू भत्काइदिएर यो स्कुलहरूले दिएको लिजमा भाडामा दिएका सटरहरू भत्काइदिएर यसरी बनाएको यो राम्रो काम गरेको। अहिले कति राम्रो स्कुल दिएको छ पशुपति मित्र स्कुल। चाबेल चोक आइपुग्यो गाइज। यताबाट बाहिरतिर लाग्यौँ भने चाबेलगढ स्थान चन्द्रविनायक पुगिन्छ। ल चन्द्रविनायक पनि हामी सबैलाई कृपा बनिरहोस्। जेब्रा क्रसिङ बाटो काट्नुपर्छ, राम्रो हो। जेब्रा क्रसिङको बडै बाटो काट्नुपर्छ, अन्त्यबाट बाटो काट्नु हुँदैन सकेसम्म। किनभने जेब्रा क्रसिङमा केही न केही गाडीहरूले स्लो गर्छन्, सवारीहरूले। कोही कोही हुन्छ जेब्रा क्रसिङमा पनि चलाउनु दसको नि ल्याउने, तर उहाँहरूले त्यो चाहिँ ट्राफिक नियम उल्लङ्घन गर्नुभएको हो। तर हामीले ट्राफिक नियम चाहिँ पालन गर्नुपर्छ। ट्राफिक नियम पालन गऱ्यो भने हामी नै सुरक्षित हो, हामी पनि सुरक्षित, त्यो बाटोमा हिँड्ने पटुवा र अन्य गाडीहरू पनि सुरक्षित रहन्छ। तर कहिलेकाहीँ के हुन्छ खै साथीभाइ अलिकति हतारमा हुनुहुन्छ, त्यसले गर्दा ट्राफिक नियम निक्नुहुन्छ। अब धेरै कम छ, पहिला हेरी अहिले त अब हामी गोपी कृष्ण पुल, यहाँ पहिला गोपी कृष्ण
पोर्टलको सिनेमा हल थियो गोपीकृष्ण, त्यही गोपीकृष्ण हलको नामले चाहिँ गोपीकृष्ण पुल रहन गयो र यसलाई गोपीकृष्ण पुल भनिन्छ। अब हल त ठुलो हल त भत्कायो, सानो हलहरू त छ अझ पनि। गाइज अब हामी यहाँबाट सुके धारातिर जहाँबाट हामी सुरु गरेका थियौँ त्यहीँ पुग्न लाग्यौँ गाइज। आजको चक्रपथ रिङ रोड परिक्रमा रमाइलो रह्यो। यहाँहरूलाई कस्तो लागिरहेको छ र सब्सक्राइब चाहिँ गरिदिउँ, सब्सक्राइब र एउटा लाइक चाहिँ जाओस् गाइज। म्यारिक्यू होटल अहिलेको 5 स्टार, अहिले नयाँ बनेको, 1 वर्ष अघि भयो सञ्चालनमा आएको। राम्रो छ होटल, राम्रै बनाएको छ। समथिङ होस्टेलहरूको होटल राम्रो छ। यहाँ पनि छ। 7:05 जति गएको थियो। 7 बज्नलाई 10 मिनट बाँकी छ। यहाँ आइपुग्यौँ गाइज। भनेपछि लगभग 45-50 मिनटमा एउटा परिक्रमा सकायो। 27 किलोमिटर पुरा भयो। ल साथी, एउटा सब्सक्राइब चाहिँ जाओस् है, लाइक पनि जाओस्।